हेलो कोनिचिया। आज हामी लेसन 7 स्टार्ट गरौँ है त। लेसन 7 लाई के भनिन्छ? दाई नाना खा। दाई नाना खाको पहिलो पार्टिकलमा जाउँ है हामी। नि पार्टिकललाई अलिकति रिकलिङ गरौँ है त। नि पार्टिकल हामीले लेसन 7 मा पढाएको थियौँ। सरी, लेसन 4 मा पढाएको थियौँ। के भनेर पढाएको थियौँ? निश्चित समय भन्दा पछाडि केही काम गर्यो भने नि पार्टिकल भनेर लगाएर आएको थियो। अनि फेरि लेसन 5 मा पनि पढेर आयौँ हामीले नि पार्टिकल। के भनेर पढ्यौँ? कुनै निश्चित मिति भन्दा पछाडि पनि नि पार्टिकल लगाइन्छ भनेर आएको थियौँ है। अब 7 मा आएर फेरि नि पार्टिकल दोहोरियो। यो भन्दा अगाडि जति नि को अर्थहरू पढ्दै गयो यसको छुट्टै अर्थ छैन भनेर पढाउँदै आएको थिएँ, तर यस्तो सिचुएसनमा चाहिँ ल्याएर राख्ने है भनेर पढाएको थिएँ है। अहिले लेसन 7 मा आइसकेपछि यसको नि को अर्थ लाई अथवा बाट भन्ने अर्थ आउँछ है त। लाई अथवा बाट। अब नि को अर्थ लाई हो कि बाट हो भन्ने क्वेशनमा चाहिँ यसरी थाहा पाउने है त। आइराको सेन्टेन्सको लास्टको भर्ब हेर्ने। लास्टको भर्बले नि को अर्थलाई निर्धारण गरेको हुन्छ है। कसरी भन्दाखेरि हामी इक्जाम्पलमा जाउँ। इक्जाम्पललाई के भनिन्छ? रेई है त। वातासी वा हाहा नि तोकेई ओ आगेमास। अर्को जाउँ। वातासी वा हाहा नि तोकेई ओ मोराइमास। यो लास्टको भर्ब छ नि, यो भन्दा बाहेक सबै एउटै छ हेर्नुस् त। वातासी वा हाहा नि तोकेई हो। वातासी वा हाहा नि तोकेई हो। तर के छ लास्टमा भर्ब? एउटामा आगेमास छ, एउटामा मोराइमास छ है। आगेमास भनेको के हो? कसैलाई सामान दिनु। मोराइमास भनेको प्राप्त गर्नु। दिनु भन्दाखेरि फलानुलाई दिन्छु भनेर अर्थ आउँछ। म चाहिँ मम्मीलाई घडी दिन्छु। के अर्थ आयो? यो नि को अर्थ के आयो? लाई भनेर आयो। कसरी यो लाई भनेर थाहा पाएको हामीले? आगेमास भएर दिन्छु भन्ने आएर हामीले मिलाएको लाई हो भनेर मिलाइयो। मोराइमास भनेको के हो? एकदमै मोराइमास भनेको प्राप्त गर्छु भनेपछि मम्मीलाई प्राप्त गर्छु भयो त? भएन। मम्मीबाट प्राप्त गर्छु भनेपछि नि को अर्थ बाट हो। यसरी है मैले भनेको नि को अर्थ सेन्टेन्समा भएको लास्टको भर्बले निर्धारण गर्छ भनेको यसरी गर्छ है त। यो कुरा एकदमै इजी छ। अरु धेरै इक्जाम्पल बनाएर पढ्नु होला है त। ओके, अर्को जाम हामी नयाँ पार्टिकलमा। दे को अर्थ है त। दे को अर्थ मा, द्वारा, बाट। दे को अर्थ लेसन 5 देखि पढ्दै आएको थियौँ है हामीले। लेसन 5 मा के भनेर पढाएको थियौँ? भेहिकल भन्दा पछाडि लगाएको थियौँ। कुनै सवारी साधन युज गरेर केही काम गर्यो भने त्यो सवारी साधन भन्दा पछाडि दे लगाएको थियौँ। जस्तै बसद्वारा स्कुल जान्छु भन्दा बासुदे गएको एकिमास भनेर लगाएको थियौँ। 5 को त्यो लगाइसकेपछि 6 मा आएर हामीले कसरी लायौँ? कुनै स्थानमा केही काम गरिएको छ भने त्यो स्थान भन्दा पछाडि भनेर लगाएको थियौँ। जस्तै स्मार्ट स्टार्टमा जापानी भाषा पढ्यौँ भनेपछि ठ्याक्कमा भनेर लगाएको थियौँ है। ओके, अब लेसन 7 मा के छ भने नि मा, द्वारा, बाट नै लाग्छ, तर अलिकति चाहिँ इक्जाम्पललाई अझ वाइल्ड बनाएको छ है। अलिकति युनिट 5 मा जाउँ। हामीले चाहिँ साइकलद्वारा घर फर्किन्छु भन्दाखेरि साइकल भन्दा पछाडि दे लगाएको थियौँ। हिँडेर घर फर्किन्छु भन्दा गोडा युज भयो, आफ्नै बडी पार्ट युज भयो भनिसकेपछि हिँडेर भन्दा पछाडि दे लगाएको थिएनौँ। बडी पार्टलाई साधन मानिँदैन भनेको थियौँ। अब यहाँ 7 मा आएर के हुन्छ भने हातले खाना खान्छु भनौँ भने हातलाई साधन मानिन्छ। केही काम गर्यो, यसले केही काम गरौँ भन्ने मानिन्छ है। अब हेर्नुहोस् है त। ते दे
गोहान ओ ताबेमास हातद्वारा खाना खान्छु। हातलाई के मान्यो? साधन मान्यो है। बोरुपेन्दे तेगामी ओ खाकिमास बलपेनद्वारा चिठी लेख्छु। बलपेनलाई चिठी लेख्ने के त साधन बनाइयो है। म चाहिँ जापानी भाषाबाट पढाउँछु भन्नलाई वातासी वा निहोन्गो दे ओसेमास। मैले पढाउने आधार के भयो? पढाउनलाई कुन साधन युज गरेँ मैले? जापानी भाषा युज गरेँ है। यसरी अलि धेरै वर्डमा चाहिँ हामीले इक्जाम्पल राख्नुपर्छ। अर्को कस्तो छ भने नि आरिगातो वा एइगो दे आरिगातो वा एइगो दे थैंक यू देस। आरिगातो वा एइगो दे थैंक यू देस। आरिगातो चाहिँ इंग्लिश भाषाबाट थैंक यू हो है। अब कोरी वा निहोन्गो दे नान देस का। यो चाहिँ धेरै युज हुने भएर मैले सिकाइदिएको है। यो चाहिँ जापानी भाषाबाट के हो भन्न सिक्नुहोस् है तपाईहरु है। हामीले ल्याङ्ग्वेज पढ्दै गर्दा कति कुरा क्युरियस लाग्छ नि त। यसलाई भाषा जापानिजमा के भन्ला, त्यसलाई के भन्ला, त्यसलाई के भन्ला भन्ने हुन्छ नि। यो क्वेशन चाहिँ यसरी गरिन्छ। कोरे वा निहोन्गो दे नान देस का। जापान पुगिसक्नुभयो, जापानको पार्ट टाइममा हुनुहुन्छ अथवा आफ्नो सिगोतोमै हुनुहुन्छ भने चाहिँ अब जस्तै कोरे वा निहोन्गो दे नान देस का, यो चाहिँ मलाई थाहा भएन यो जापानिजबाट के हो। कोरे वा निहोन्गो दे नान देस का, यो जापानिज भाषाबाट के हो। यसरी सोध्न सकियो है। हामीलाई एकदमै काम लाग्छ है त। अर्को कुरा पनि सिकौं है हामी। लेसन 7 मा हामीले मौ भन्ने एउटा शब्द पढ्नुपर्छ। यो भनेको के हो? अलरेडी अथवा पहिले नै भन्ने कुरा हो है। पहिले नै, अघि नै, पहिले नै भनेको है। मौ भन्दा पछाडी जहिले पनि भर्ब पास्टमा आउँछ। यो कुरा नोट गर्नु है। मौ भन्दा पछाडी भर्बलाई एकदमै पास्टमा राखिन्छ। जस्तै मौ गोहान ओ ताबेमासिताका। अलरेडी खाना खाइसक्नु भयो है। मासिता ताबेमास भन्न पाइएन है। मौ गोहान ओ ताबेमासिताका, अलरेडी खाना खाइसक्नु भयो। यसलाई यदि पोजिटिभ एन्सर दिनु भयो भने हाय मौ ताबेमासिता। अलरेडी खाइसके भन्न मिल्यो है। नेगेटिभ एन्सर दिने बेला अलिकति हामीले चाहिँ नौलो तरिकाले दिने भएको छौं है। खाएको छैन भनेर युनिट 4 मा सिकेर आएको थियौ नि त। अब हामीले बाँकी छ भन्न सिकौं न क्या। इए मादादेश, इए मादादेश बाँकी छ। यसलाई युनिट 4 मा मैले सिकाएको ताबेमासिताका भयो भने इए आयो भने ताबेमासेन्देसिता भनिन्छ भनेर भनेको थिएँ मैले। गोहानो ताबेमासिताका भनेपछि इए ताबेमासेन्देसिता भन्दाखेरि रङ चाहिँ हुने होइन, तर यो अलि एडभान्स हुने हो है। यसरी भन्यो भने राम्रो हुने हो है। यसरी नै भन्न ट्राई गर्नु। कसैले तपाईलाई निहोन्गो गा ज्याउजो देश नै भने चान भन्न कसैले चाहिँ तपाईको वर्णन गर्नुभयो भने इए मादा देश बाँकी छ, धेरै कुरा बाँकी छ, म अहिले छैन
भन्नु पर्यो। आरिगातो गोजाइमास भन्नु भएन छिट्टै है। अर्को कुरा तपाईँ कति धेरै राम्री किरै देश्ने भन्यो भने त्यो कुरामा पनि इए मादा मादा भन्नु पर्यो, इए भन्नु पर्यो है। त्यो छुट्टै बेग्लै कुरा कन्भर्सेसनको जोडिएर ल्याइहाले हाई। कसैले मौबाट क्वेसन गर्यो भने पोजिटिभ दिँदाखेरि हाई मौ पास्टको भर्ब लाने। अर्को नेगेटिभ दिनु पर्यो भने इए मादा देश भन्नु पर्यो है त। जा मिते कुरे दारिया तो साइनारा।